फर्स्ट एक्जाम दिएर आउने बित्तिकै आई वाज सो एक्जस्टेड. आई स्लेप्ट फर अ बिट एन्ड केम हियर टु रिफ्रेस. नेक्स्ट पेपर वाज अफ स्याड. बिचमा 3 दिन ग्याप थियो. सो इट क्यान नट स्टप मी फ्रम भिजिटिङ मामा घर. द्याट्स वाइ आई स्टार्टेड गेटिङ रेडी एन्ड आई वोर दिस वाइट सर्ट जुन मैले कति टाइमपछि लगाएको. त्यसपछि लिप ग्लस लगाएँ जुन अलमोस्ट सकिन आँटिसकेको छ. त्यसपछि एउटा ह्यान्डमा ब्रेसलेट लगाएर आई स्टार्टेड गेटिङ रेडी. भाइ 1-2 दिनपछि घर जान्छ. त्यसैले आई टुक हिम आउटसाइड टु गेट सम स्टफ फर हिम. र बिचमा चाहिँ मैले यो नाइट ड्रेस हेरेको थिएँ बट मलाई खासै क्वालिटी मन परेन. सो आई डिन्ट गट इट. र भाइलाई चाहिँ सुज अनि प्यान्ट्सहरू लिइदिएर चाहिँ हामीलाई चाहिँ लाइक भोक त लागेको थिएन. त्यही पनि लेट्स ट्राई भनेर चाहिँ पानीपुरी र चटपटे ट्राई गऱ्यौँ. एन्ड लाइक बानेश्वरको यो चटपटे र पानीपुरी इट इज रियली गुड. त्यसपछि चाहिँ हामीलाई हस्पिटल पनि जान थियो एकछिन मम्मीलाई भिजिट गर्नको लागि. सो त्यहाँबाट चाहिँ हामी निस्किएर अनि त्यसपछि हस्पिटलमा गएर सम क्लिप्सहरू लुकिङ एन्ड या द्याट इज इट एन्ड आइल सी यु इन माई नेक्स्ट वान. बाई.